उपस्थित मण्डलीका अग्रजनहरू, मण्डली परिवार, यहाँहरू सम्पूर्णमा मेरो ख्रीष्ट अभिवादन। जय मसीह। आशा गर्छु यहाँहरू सबैजना आराम कुशलै हुनुहुन्छ भनेर। अनि विशेष गरेर धन्यवाद एउटा नि आमालाई यो समय दिनुभएको लागि र यहाँहरू सम्पूर्णलाई धन्यवाद प्रार्थनाको लागि पनि म विश्वास गर्छु। हामी सबैजना आजको सङ्गतिमा तयारीका साथ प्रभुको वचनलाई ग्रहण गर्नका निम्ति हामी भेला भइसकिसकेका छौँ, आएका छौँ र यहाँहरू सम्पूर्णलाई अनि हामीलाई युट्युब मार्फत हेर्नुहुने सम्पूर्णलाई आजको परमेश्वरको जीवित वचनमा म विशेष स्वागत गर्न चाहन्छु। र विशेष आजको वचनको समयमा जानुभन्दा अगाडि हाम्रो हृदयलाई हामी यसरी तयारी गरौँ ताकि हाम्रो हृदय तयारी हुँदै गर्दा जसै परमेश्वरको वचन छरिनेछ कि साँच्चै नै ती वचनहरूले आज हाम्रो जीवनमा, हाम्रो मण्डलीमा, हाम्रो परिवारमा, हाम्रो राष्ट्रमा सयौँ गुणा फलहरू फलाउन सकेकोस्। आउनुहोस् हामी वचनको लागि हामी प्रार्थना गर्नेछौँ। जिउँदो परमेश्वर, हामी तपाईँलाई तपाईँको पुत्र ख्रीष्ट येशूको नाममा धन्यवाद दिन्छौँ। यो समय हामी परमेश्वर तपाईँको चरणमा आउँछौँ अनि हामी आफूलाई विनम्र तुल्याउँदछौँ। परमेश्वर, तपाईँको जीवित वचन बोल्नको निम्ति तपाईँले मलाई खडा गर्नुभएको छ। पवित्र आत्मा, म मेरो आफ्नै समझमा, म मेरो आफ्नै ज्ञान र बुद्धिमा, मेरो अध्ययनमा होइन, पवित्र आत्मा तपाईँमा भरपुर अभिषेकको म चाहना राख्दछु, जसको कारणले गर्दा तपाईँको वचनलाई यस ठाउँमा तपाईँको शक्तिमा प्रचार गर्न सकौँ, जसले आज हाम्रो जीवनमा नयाँ मार्गदर्शन ल्याउँदछ, परिवर्तन ल्याउँदछ, आशिष र आनन्द र शान्तिलाई ल्याउँदछ। पिता धन्यवादमा बोल्ने अनि हामी हरेकको सुन्नेको साथमा तपाईँ परमेश्वर रहिदिनु भएकोस्। एक मन एक तन लगाएर तपाईँको वचनलाई ग्रहण गर्न सकौँ। धन्यवाद दिन्छौँ। आउने हो हल्ला डिस्टर्बेन्सलाई नासरत यीशुको नाउँमा दूर गर्दै प्रार्थना आशीर्वाद चाहन्छौँ येशू प्रभुको नाउँमा, आमेन। म मेरो विगतको दिनलाई, विगतको जीवनलाई महसुस गर्दै थिएँ। जो दिन, जो जीवन प्रभु पाउनुभन्दा अगाडिको जीवन, सायद तपाईँ नि हामीले पनि कुरालाई महसुस गर्न सक्छौँ। दिस मे नट बी रिलेटेबल टु द यङ्स्टर, टिनेजर्सलाई सायद यो रिलेटेबल नहुन सक्छ। तपाईँ नि हामीले प्रभुलाई पाउनुभन्दा अगाडिको हाम्रो जीवन, स्पेसली तपाईँ नि हाम्रो धार्मिक जीवन, हामी कुनै न कुनै आस्थाबाट हामी आएका मानिसहरू हौँ। म आफै पनि सानो उमेरदेखि नै धार्मिक कुरोमा लागेको व्यक्ति हुँ। अनि त्यो जीवनलाई म हेर्छु र अझै पनि कतिजना मानिसहरू जसले प्रभुलाई पाउनु भएको छैन र अरू धर्मावलम्बीमा जीवनयापन गरिराख्नु भएको छ, उहाँहरूको जीवनलाई हेर्छु र आज हामी क्रिस्टमा भएका मानिसहरूको जीवनलाई पनि कहिलेकाहीँ तुलना गर्ने गर्छु र आफ्नै जीवन, विगतको जीवनलाई हेर्दै गर्दा जुन प्रकारले त्यो ईश्वरप्रतिको आस्था र भरोसामय जीवन जिएकोलाई हेर्दै गर्दा कहिलेकाहीँ अचम्म लागेर आउँछ कि यति भक्ति साथ लागेको तपाईँ नि मैले महसुस हामी गर्न सक्छौँ। बिहान बेलुकी पूजा गर्ने, बिहानै उठेर सबेरै नुहाउने, फल फुलहरू चाहिँ ल्याएर गोलाएर चाहिँ कता फुलहरू फुलेको छ त्यो ठाउँमा गएर फुल खोजेर हुन्छ कि के गरेर हुन्छ, फुल चढाउने कुरोदेखि लगेर मन्दिर धाउनेदेखि लगेर तपाईँ हामीले फलफुल चढाउने कुरोदेखि लगेर, त्यति मात्र नभएर मलाई अझ पनि याद छ 3 दिनसम्म न्युनेहरू बसेर भोकै माने गाउनका लागि दिनौँ हिँडेको कुरोलाई म याद गर्छु। मानव धर्ममा हुँदाखेरि सत्सङ्ग हिँडेको कुरोलाई म याद गर्छु। त्यो जीवनलाई हेर्दै गर्दा जहाँ वास्तवमा हाम्रो वास्तविक आशा छैन, त्यो ठाउँमा पनि रहँदै गर्दा फेरि यो प्रकारले हामीले जीवन जिइराखेको थियौँ कि हामी कति आदरणीय भएर, कति आदरपूर्वक साथ हामी लगनशील भएर जीवनयापन गरिरहेको थियौँ।
अझै पनि मानिसहरूले ती कुरोहरू गरिरहेका छन्। त क्रिस्चियन जगतमा अहिलेको यो संसारमा आएर हेर्दै गर्दै गर्दा म आफूलाई के महसुस हुन्छ भन्दाखेरि हामी क्रिस्चियन्सहरू अहिलेको समयमा धेरै त्यो भक्तिपूर्ण जीवनलाई त पनि हामीले त्यागेर हामी आफ्नै प्रकारको जीवन हामी जिइरहेको देख्छौँ। सङ्गति आउनका लागि, प्रार्थना गर्नका लागि, बाइबल अध्ययन गर्नका लागि कर लगाउनु पर्ने परिस्थिति भइराखेको छ। जबरजस्ती त पनि हामी आउनुपर्ने परिस्थितिहरू भइराखेको छ। ठाडो भाषामा भन्ने हो भने क्रिस्चियन्सहरू लापरवाही तरिकाले जीवन, आफ्नै मनखुसीमा जीवन जिइराखेको हामी देख्छौँ। त्यो देख्दाखेरि घरिघरि दुःख पनि लागेर आउँछ। जब त पनि हाम्रो वास्तविक आशा नै थिएन, त्यो ठाउँमा रहँदाखेरि यति भक्तिसाथ पनि हामीले जीवनयापन गरिरहेको थियौँ। ख्रिस्टमा आइसकिसकेपछि त्यो प्रकारको जीवन हाम्रो छैन। मलाई कसैले पानी ल्याइदिनुहोस् ल। विशेष गरेर त्यो जीवनलाई याद गर्दै गर्दै गर्दा र अहिलेको यो जीवनलाई महसुस गर्दै गर्दा हामीले जुन प्रकारले परमेश्वरमा जीवन जिइरहेका छौँ, के त्यो साँच्चै नै परमेश्वरमा ग्रहणयोग्य जीवन जिइरहेका छौँ कि तपाईँ हामीले साँच्चै नै त्यो हृदयबाट नै गरिरहेका छौँ? थ्याङ्क यू। दुई हप्ता अघि तपाईँहरूलाई अवगत नै भएको कुरो, हाम्रो बडाउको छोरी दिदी बित्नुभयो। त्यो नानाको जीवनलाई हेर्दाखेरि मलाई लोभ लागेर आउँछ, दुःख पनि लागेर आउँछ। त्यो नानाले यति भक्तिपूर्ण जीवन, शरीरको अन्तिम सास फेरिन्जेलसम्म रहँदाखेरि यति भक्तिपूर्ण जीवन जिउनु भएको थियो। नब्बे प्रतिशत क्रिस्चियन्सहरू त उहाँको जीवनसँग दाँच्ने भने फेल खान्छ। यस्तो गर्वको साथमा भन्न सक्छु, त्यति भक्तिपूर्ण जीवन जिउनु भएको थियो। जसै उहाँको शरीरको मृत्यु भयो, उहाँ मानव धर्ममा हुनुहुन्थ्यो, लामा पढिराख्नु भएको थियो। मानव धर्मको सत्सङ्ग, हाम्रो सान्तवना सङ्गति गरेको छ तरिकाले उहाँले गर्नु हुँदो रहेछ। त्यहाँ मानिसहरू आएर त्यहाँ सत्सङ्गमा बस्दै गर्दै गर्दा मैले के महसुस गरिरहेको थिएँ भने ती मानिसहरू एउटा सान्तवना सर्भिसमा 4 जना मानिसले वचन बोल्यो, तरै पनि निर्धक्कसँगले शान्त वातावरणमा त्यो वचन सुनिराखेको थियो। अनि मैले हाम्रो विश्वासी जीवनलाई महसुस गरिराखेको थिएँ। आधी घन्टादेखि वचन काटिन थाल्यो भने हामीलाई हाई लाग्न थाल्छ, फोन चलाउन मन लाग्छ, बाथरुम आएको जस्तो हुन थाल्छ, नआए पनि जाउँ लाग्छ। त्यहाँ बस्दा बस्दै 4 जना मानिसहरूले वचन बाँड्यो, तर पनि निर्धक्कसँगले, यस्तो चेयरमा होइन प्रिय, पलाटी मारेर निर्धक्कसँगले वचन सुनिरहे। जहाँ आशा छैन, जहाँ अनन्त जीवनको त्यहाँ प्रमिस छैन, प्रतिज्ञा छैन, र पनि मानिसहरू त्यति भक्तिपूर्ण तरिकाले लगनशील जीवन जिइरहेको छ। तर हामी जसले आशा पाएको छौँ, त्यो पनि जिउँदो आशा र भविष्यमा अनन्त जीवनको प्रतिज्ञालाई पनि हामीले प्राप्त गरेको छौँ। आज त्यो सत्यतालाई चाल पाएर पक्रेको मानिसहरूको जीवनलाई हेर्दै गर्दै गर्दा तपाईँ हामी आधी घन्टा, 1.5 घन्टा, 1 घन्टा हामी सर्भिसमा पनि हामी आरामसँगले भक्तिपूर्ण तरिकाले परमेश्वरलाई समय दिन सकिरहेको हुँदैनौँ। आज तपाईँको माझमा मैले वचन बोल्न चाहेको कुरो चाहिँ, विषय चाहिँ भक्ति अथवा डिभोसन
इङ्ग्लिसमा डिभोसन अथवा गडलिनेस पनि भनेर भन्छ, अथवा ईश्वर भक्ति पनि भनेर भन्दछ। पल्लो घरको भक्ति मायाको विषयमा प्रचार गर्न लागेको होइन, यो ईश्वर भक्तिको विषयमा, डिभोसन अथवा गडलिनेसको विषयमा तपाईँहरूको माझमा म केही कुरोहरू बताउन चाहन्छु। डिभोसन, भक्ति, ईश्वर भक्ति वास्तवमा के हो? धेरैजसो चर्चेसहरूमा ईश्वर भक्तिको विषयमा, यो डिभोसनको विषयमा विश्वासीले डिभोसन चाहिँ गर्छ, तर डिभोसनल लाइफ चाहिँ जीवन जिउन गाह्रो भइरहेको हुन्छ। डिभोसनल लाइफ मा चाहिँ हामी सुकिरहेको हुन्छौँ। भक्तिको विषयमा कम मात्रामा प्रचार हुन्छ, चेलापनको धेरै मात्रामा प्रचार हुन्छ क्रिस्चियन्स जीवनमा। त्यो भएको कारणले गर्दा पनि कतिचोटि तपाईँ हामी भक्तिपूर्ण जीवन जिउँदाबाट त्यो भक्तिपूर्ण जीवनबाट आउने आशिषको कुरा पनि हामीले गुमाइराखेका हुन्छौँ। डिभोसन, भक्ति वास्तवमा के हो? यो भक्ति भन्ने शब्द सुन्दा हिन्दू हिन्दू सुनिन्छ, तर बाइबलमा कैयौँ पटक तपाईँ हामी उल्लेख भएको हामी पाउन सक्छौँ। भक्ति, डिभोसनको अर्थ प्रेम, आदर र नम्रताले भरिएको समर्पणतालाई चाहिँ वास्तवमा भक्तिपूर्ण जीवन हो। A complete submission to God in love with honor and humbleness. भक्तिपूर्ण जीवन चाहिँ प्रेमले भरिएको, आदरले भरिएको र नम्रताले भरिएर पूर्ण रूपले समर्पण गरिएको जीवन चाहिँ वास्तवमा भक्तिपूर्ण जीवन हो। ईश्वर भक्ति र चेलापन यो दुई फरक कुरोहरू हुन्। सुन्दा एउटै एउटै सुने पनि अलिकति अर्थमा चाहिँ फरक पनि हामी पाउन सक्छौँ। अनि धेरैचोटि चर्चेसहरूमा चाहिँ डिसाइपलसिपको विषयमा, चेलापनको विषयमा हामी प्रचार गरिरहेका हुन्छौँ। त्यो नराम्रो होइन, चेलापन उतार्नुपर्छ। क्रिस्टले पनि चेला उतारेको कुरा हामी देख्न सक्छौँ, तर क्रिस्टले प्रचार गर्दै गर्दै गर्दा चेलापनको विषयमा मात्रै त्यहाँनिर बोल्नु भएको छैन। चेलापन चाहिँ भक्तिपूर्ण जीवनभन्दा अलिकति फरकको जीवन छ। यसलाई अलिकति हामी छोटकरी रूपमा यसको भिन्नतालाई हामी हेर्न गइरहेको छौँ। डिसाइपल, चेलापन चाहिँ वास्तवमा चाहिँ के हो त? चेला भन्ने कुरो चाहिँ, चेलाको चाहिँ एउटा मास्टर्स हुन्छ अथवा गुरु हुन्छ, अनि गुरुले जे कुरो गर्यो त्यो कुरोको अनुयायी गर्नु, इमिटेट गर्नु। अनि गुरुले गरेको र गुरुले स्थापना गरेको कुरोलाई, त्यो कुरोलाई चाहिँ क्यारियन गर्नु, त्यो कुरोलाई चाहिँ बोकेर हिँड्नु, अथवा पुस्तान्तरण भन्छ नि नेपाली भाषामा। गुरुले जे कुरो गरेको छ, अब गुरु बितेर गइसकिसकेपछि त्यो कार्यलाई चाहिँ अब चेलाले बोकेर चाहिँ त्यसलाई निरन्तरता दिनु चाहिँ वास्तवमा चेलापन हो। यो चाहिँ प्र्याक्टिकल कुरोहरू आउँछ। गुरुले जे कुरोहरू गर्यो, त्यो जे कुरो सिकायो त्यो कुरोलाई सिकेर अनि त्यो कुरोलाई निरन्तर रूपमा लगिराख्नु, पुस्तान्तरण गरेर त्यसलाई निरन्तर रूपमा लगिराख्नु र त्यो गुरुले गरेको कुरोलाई बचाइराख्नु चाहिँ चेलापन हो। जस्तो उदाहरणको लागि हेर्ने हो भने क्रिस्ट येशूले संसारमा फेरि जे कुरोहरू गर्नुभयो त्यो कामहरू चाहिँ आज जसरी चेलाहरूले बोकेर आज संसारभरि फैलाएको पनि हामी पाउन सक्छौँ। जस्तो उदाहरणको लागि हेर्ने भने प्रिचिङ द गस्पल, सुसमाचार प्रचार गर्ने कुरोहरू, मानिसलाई चङ्गाई गर्ने कुरोहरू, परमेश्वरको राज्यको विषयमा आज प्रचार गर्ने कुरोहरू, परमेश्वरको राज्यलाई विस्तार गर्ने कुरोहरू, मण्डली स्थापना गर्ने कुरोहरू, चर्च प्लान्टिङको कुरोहरू, उद्धारको सुसमाचार प्रचार गर्ने कुरोहरू, यो चेलापनमा आउँछ। डुइङ वाट जिजस डिड, क्रिस्ट येशूले जे कुरोहरू गर्नुभयो त्यो कुरोलाई अनुयायी गरेर उहाँले सिकाउनु भएको शिक्षालाई त पनि हामीले सिकेर अनि त्यो कुरोलाई अनुयायी गरेर त्यो कुरोलाई इमिटेट गरेर त पनि हामीले जीवनमा
पालना गर्नु र त्यो कुरोलाई क्यारियन गर्नु चाहिँ त्यो चेलापन हो। त्यो कुरोहरू त पनि हामी पवित्र आत्माको शक्तिमा, पवित्र आत्माको गिफ्ट्सहरूलाई प्र्याक्टिस गरेर त्यो कुरोलाई त पनि हामीले निरन्तरता दिन सक्छौँ। तर डिभोसन, भक्ति भन्ने कुरोहरू चाहिँ यो चाहिँ परमेश्वरसँग, मास्टरसँग अथवा गुरुजनसँग, ईश्वरसँग, डिएटीसँग चाहिँ तपाईँ हाम्रो यो चाहिँ कनेक्सनको कुरोहरू हामी पाउन सक्छौँ। भक्तिमा चाहिँ सिकेर कार्यान्वयन गर्ने कुरो भन्दा पनि गुरुले जे कुरोहरू गर्यो त्यो कुरोलाई निरन्तर रूपमा त्यसलाई पुस्तान्तरण गरेर बगाइराख्नु भन्दा पनि भक्ति, डिभोसन चाहिँ यो चाहिँ डिपली कनेक्टेड स्पिरिचुअल कनेक्सन, गहिरो रूपमा आत्मिकी कनेक्सन हुनु हो। उहाँमा समर्पित जीवन जिउनु हो। उहाँ नै सब थोक हो। अब म केही पनि होइन, उहाँमा नै पूर्ण रूपले जीवन व्यतीत गर्नु चाहिँ भक्तिपूर्ण जीवन हो। उदाहरणको लागि हेर्नु हो भने मेरो सब थोक नै परमेश्वर हुनुहुन्छ। कम्प्लिट सरेन्डर, कम्प्लिट सबमिसन, समर्पणता, पूर्ण समर्पणता ईश्वरप्रति गरिनु। चाहे त्यो प्रार्थनाद्वारा होस्, चाहे त्यो बाइबल अध्ययनद्वारा होस्, चाहे त्यो उपवास बसेर किन नहोस्, चाहे तपाईँ हामीले आराधनामा समय बिताएर किन नहोस्, तपस्यामा, मनन गर्ने कुरोहरूमा, मेडिटेसनको कुरोहरूमा किन नहोस्, त्योद्वारा भक्तिपूर्ण जीवन जिउँछ। अब यो कुरोहरू गर्ने कुरो आउँदै गर्दै गर्दा अब यो भक्तिपूर्ण साथ गरिएको यो प्रार्थना, उपवासको कुरो भयो, बाइबल अध्ययनको कुरोहरू भयो, डिफरेन्स के छ त भन्दै गर्दै गर्दा धेरै पटक पास्टर्स, अगुवाहरू किन बर्नआउट हुन्छ, किन धेरै जल्छ, किन उनीहरू एकदमै सेवकाईमा जीवन व्यतीत गर्दा पनि वचन प्रचार गरिरहेको छ, सेवकाईमा व्यस्त जीवन जिइरहेको छ, तरै पनि किन उनीहरू चाहिँ थकित भइराखेको हुन्छ, तर पनि किन उनीहरू एकदमै एम्प्टी फिल गरिरहेको हुन्छ, किन उनीहरू एकदमै खोक्रो महसुस गरिरहेको हुन्छ, एकदमै जहिले पनि स्ट्रेसको जीवन जिइरहेको हुन्छ। पास्टर्स, लिडर्सहरू, वर्शिप लिडर्सहरू, एल्डर्स, डिकन्सहरू भयो, युथ लिडर्सहरू भयो, सन्डे स्कुल टिचर्सहरू भयो, जति पनि अगुवाहरू छन्, इभन दो उनीहरूले प्रचार गरिरहेका छन्, सेवकाईमा समय पर्याप्त रूपमा दिइराखेका छन्, तर पनि किन खोक्रोमय जीवन भइराखेको छ, किन जहिले पनि स्ट्रेसफुल, तनावपूर्ण जीवन जिइराख्नु पर्ने परिस्थिति हुन्छ, किन अशान्ति मात्रैले घेरिरहेको हुन्छ। धेरै पटक सबैजना त्यस्तो हुन्छन् भन्ने होइन, तर धेरै पटक यो कुरोहरू हुनुको पछाडि तपाईँ हामीले चेलापनको कुरोलाई मात्रै पनि हामीले अनुयायी गरिराखेका हुन्छौँ। यद्यपि तपाईँ हाम्रो बोलावट के हो, तपाईँ हाम्रो कर्तव्य के हो, तपाईँ हामीले गर्नुपर्ने कामहरू के हो, त्यो कुरोहरू मात्रै कर्तव्यको कारणले गर्दा हामीले गरिरहेको कारणले गर्दाखेरि कहिलेकाहीँ हामी थकित अवस्थामा हामी जीवनयापन गरिरहेको हुन्छौँ, खोक्रो महसुस गरिरहेको हुन्छौँ, अशान्ति महसुस गरिरहेको हुन्छौँ। कतै त पनि हामीले एउटा अगुवा भएको कारणले गर्दा मात्रै वचन बाँड्नुपर्छ भन्ने हेतुले वचन त बाँडिरहेको छैनौँ। म वर्शिप लिडर हुँ, मैले जसै वर्शिप लिड गर्नै पर्छ भन्ने हेतुले मात्रै वर्शिप लिड त गरिरहेको छैनौँ। म विश्वासी हुँ, चर्चमा गएन भने भोलि मान्छेले के भन्छ होला, पास्टर रिसाउँछ होला भनेर मात्रै चर्च त आइरहेको छैनौँ। भक्तिपूर्ण जीवनले के बताउँछ भन्दाखेरि चाहे मेरो वचनको भार आओस् या नआओस्, प्रभु म तपाईँको वचन अध्ययन गरेर म तपाईँसँग बातचित गर्छु। चाहे मसँग प्रार्थना गर्नको लागि प्रार्थनाको विषय होस् या नहोस्, चाहे मलाई कुनै प्रार्थनाको उत्तर आवश्यकता होस् या नहोस्, प्रभु म तपाईँसँगको सम्बन्ध बढाउनका लागि म तपाईँसँग समय बिताउँछु भनेर प्रार्थनामा बस्नु,
त्यो भक्तिपूर्ण जीवन हो। विषय पाउँदा मात्रै प्रार्थना गर्नु त्यो चाहिँ विषय पाएर प्रार्थना गरिएको हो। खाना खाँदै लाग्न फेरि प्रार्थना गरेको हो। त्यो खाना खानु परमेश्वरलाई धन्यवाद दिएर खाना खानु पर्ने भएको कारणले हामी प्रार्थना गरिरहेका हुन्छौँ। सुत्नुभन्दा अगाडि, उठे पछाडि बिहानको र बेलुकाको प्रार्थना तपाईँ हामीले उठेको कारणले गर्दाखेरि हामी गरिरहेका हुन्छौँ। सुत्नुभन्दा अगाडि हामीले प्रार्थना गर्नुपर्छ भन्ने कारणले गर्दाखेरि हामी गरिरहेका हुन्छौँ। एउटा कारण भएर तपाईँ हामीले प्रार्थना गरिरहेको छौँ भने चाहिँ त्यो तपाईँ हाम्रो एउटा कर्तव्य तरिकाले हामीले प्रार्थना गरिरहेको हुन्छौँ। तर कारणै बिना पनि म प्रभु तपाईँसँग समय बिताउँछु, एकान्त ठाउँमा गएर, कोठामा गएर एक्लै बसेर प्रभुसँग समय बिताउनु चाहिँ त्यो भक्तिपूर्ण जीवन हो। धेरै पटक पनि हामी सेवकै गरेर पनि किन हामीले शान्ति आनन्द जीवनमा महसुस गर्न सक्दैनौँ। व्यस्त 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 त छ तर पनि खोक्रो छ जीवन। किन भन्दाखेरि परमेश्वरसँगको हाम्रो पर्सनल टाइम नै छैन। व्यक्तिगत समय परमेश्वरसँग जब हुँदैन नि, तपाईँ हामीले गर्नुपर्ने भएको कारणले फेरि गर्दाखेरिको सेवकाई चाहिँ मानिसले देख्दा तपाईँ हामी एकदमै धेरै असल देखिन्छौँ, तर तपाईँ हामी थकित भइराखेका हुन्छौँ। तर भित्री आनन्द र शान्ति, अर्को भाषामा भन्ने हो भने पवित्र आत्माका यी 9वटा फलहरू तपाईँ हाम्रो जीवनमा यतिखेर देखा पर्न थाल्छ जब तपाईँ हामी भक्तिपूर्ण जीवन परमेश्वरमा बिताउन थाल्छौँ। When we spend our personal time with God, त्यो चाहिँ गडलिनेस हो। मलाई के आवश्यकता पर्यो आज म फास्टिङ बसेर प्रार्थना गर्छु, त्यो मेरो आवश्यकता पुरा गर्नका लागि म फास्टिङ बसिरहेको छु। प्रभु म तपाईसँग अझ नजिक हुन चाहन्छु, प्रभु तपाईँलाई म अझ नजिकबाट जान्न चाहन्छु, प्रभु म तपाईँलाई अझ नजिकबाट महसुस गर्न चाहन्छु भनेर उपवास सहित प्रार्थना अध्ययनमा समय बिताउनु चाहिँ त्यो ईश्वरसँगको कनेक्सन हो, परमेश्वरसँगको कनेक्सन, त्यो भक्तिपूर्ण जीवन हो। प्रिय हो, त्यसै कारणले गर्दा फेरि त भक्तिपूर्ण जीवन जिउने मानिसहरूलाई भक्तजन भन्नुको कारण चाहिँ त्यो हो। डिभोटिज भनेर भन्छ इङ्ग्लिसमा। डिभोसन भन्ने शब्दबाट निक्लिएको यो शब्द हो डिभोटिज। डिभोसन गर्ने मानिसहरूलाई चाहिँ डिभोटिस भन्छ, भक्ति गर्ने मानिसहरूलाई चाहिँ भक्तजन भनेर भन्दछ। प्रिय हो, यो चाहिँ इन्टिमेट रिलेसनसिप, परमेश्वरसँगको सम्बन्ध वामा समर्पित भएर गरिने कुरोहरू तपाईँ यहीँ पाउन सक्छौँ। भक्तिपूर्ण जीवन जिउने मानिसहरूले आत्मिकी तरिकाले सोच्न थाल्छ। भक्तिपूर्ण जीवन जिउने मानिसहरूले आत्मिक तरिकाले रिएक्सन दिन थाल्छ। भक्तिपूर्ण जीवन जिउने मानिसहरूले मत्ती 5 अध्यायको 38 पददेखि 48 पदसम्म लेखिएको कुरोलाई जीवनमा यापन गर्न थाल्छ, ती कुरोहरू देखा पर्न थाल्छ। मत्ती 5 को 38 पद तपाईँले त्यहाँनिर पाउन सक्नुहुन्छ। त्यहाँनिर तपाईँ हामीले पाएको सुनेको छौँ, एउटा गालामा चर्कायो भने अर्को गाला थापिदियो। शत्रुलाई प्रेम गर्ने कुरोहरू त्यहाँनिर हामी पाउन सक्छौँ। कसैले खास्टो माग्यो भने दाउरा पनि दिइहाल। कसैले 1 किलोमिटर जाउँ भनेर भन्यो भने 2 किलोमिटर पनि जानु। यी कुरोहरू त्यहाँनिर चाहिँ बताइदिएको त्यहाँ पाउन सक्छौँ। भक्तिपूर्ण जीवन वास्तवमा क्रिस्टले सिकाउनु भएको यो शिक्षा हो। उहाँले जे कुरोहरू गर्नुभयो त्यो कामलाई मात्रै बोकेर हिँड्ने हामी होइन, तर उहाँले सिकाउनु भएको कार्यलाई, शिक्षालाई तपाईँ अनि हामी धेरै क्रिस्चियन्सहरू यो कुरोमा चुकिरहेका हुन्छौँ। पवित्र आत्माको फलहरू सेलाएर गएको कुरा हामी देख्न सकिरहेको हुन्छौँ। छिमेकीलाई प्रेम गर्ने कुरोहरू, शत्रुलाई प्रेम गर्ने कुरोहरू, बाइबलले यहाँनिर तल पढ्दै जानु भयो भने त्यहाँनिर भनिएको छ। तपाईँले हामीलाई प्रेम गर्ने मानिसलाई मात्रै प्रेम गर्नुहुँदा त्यो जोसले पनि गरि नै हाल्छ नि। अन्य जातिहरूले पनि त्यो कुरोहरू गर्छन्।
त्यो पाखण्डीहरूले पनि त्यो कुरोहरू गर्छन्। त्यो त नर्मलाइज हो, नर्मल कुरो हो। तर तपाईँको विरुद्धमै उठिरहेको मानिसहरूलाई प्रेम गर्नु चाहिँ वास्तविक क्रिस्टको शिक्षा हो। अनि त्यो कुरो चाहिँ जब तपाईँ हामी भक्तिपूर्ण जीवन परमेश्वरमा तल्लीन भएर जीवन जिउन थाल्छौँ नि, तपाईँ नि हामीलाई मानिसले घृणा गरे पनि तपाईँ हामीले प्रेम प्रकट गर्न कहिले पनि छोड्दैनौँ प्रिय हो। त्यो चाहिँ भक्तिपूर्ण जीवनबाट आउने कुरो हो। मत्ती 6:33 भक्तिपूर्ण जीवन जिउने मानिसले कुरोलाई खोज्दछ। दोस्रो तिमोथी 3:12 यसरी भन्छ, क्रिस्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना सतवटमा पर्ने नै छन्। भक्तिसाथ जीवन जिउने मानिसहरूले प्रशस्तताको जीवन पाउँदै गर्दै गर्दा यो सब थोक परमेश्वरबाट मिलेको हो, यो मेरो होइन, इट बिलोङ्स टु गड भनेर भन्न सक्छन्। र भक्तिपूर्ण जीवन जिएको मानिसहरू कष्टकारमय जीवन, सतावटको जीवन भएर जिउनु पर्दा फेरि पनि परमेश्वरमा धन्यवादीको जीवन बिताइरहेको हुन्छ। भक्तिपूर्ण जीवनले ल्याउने कुरोहरू प्रिय हो। अलिकति छिटो जान चाहन्छु। भक्तिपूर्ण जिएको जीवन चाहिँ नि तपाईँ नि हामी कष्टकारमय जीवन व्यतीत गर्दै गर्दा प्रकटीकरण हुन्छ। तपाईँ नि हामी साँच्चै नै केही भक्तिपूर्ण जीवन जिएको छौँ कि छैनौँ, साँच्चै क्रिस्टलाई तपाईँ हामीले नजिकबाट चिनेको छौँ कि छैनौँ, क्रिस्टलाई साँच्चै तपाईँ हामीले हृदयबाट प्रेम गरेको छौँ कि छैनौँ, क्रिस्टसँग साँच्चै तपाईँ हामी नजिक छौँ कि छैनौँ भन्ने कुरो चाहिँ तपाईँ हामी कष्टकारमय, तपाईँ हामी एकदमै तपाईँ हाम्रो जीवन के भन्नु त्यसलाई एकदमै गाह्रो परिस्थिति पर्दै गर्दा फेरि तपाईँ नि हामीबाट निस्कि आउने कुरोहरूबाट प्रकटीकरण हुन्छ प्रिय। त्यसले पुष्टि गर्छ। भक्तिपूर्ण जीवन जिएका मानिसहरू जीवन कष्टकारमा बिते तापनि उसले परमेश्वरलाई धन्यवाद दिन छोड्दैन। कारण किन? त्यो कष्टकारमयको जीवनको बिचमा पनि भक्तिपूर्ण जीवन जिएको मानिसले परमेश्वरको उद्देश्यलाई देख्छ प्रिय हो। परमेश्वरको रहस्यमय कुरोलाई थाहा गर्न चाहनुहुन्छ, त्यो कुरो थाहा गर्नको लागि तपाईँ हामीले भक्तिपूर्ण जीवन जिउन आवश्यक छ प्रिय। मेरो आजको विशेष मेन टेक्स्ट 1 तिमोथी 4:7 र 8 यसरी लेखिएको छ यहाँ। 1 तिमोथी chapter 4:7 and 8 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस, बरु आफैलाई भक्तिमा तालिम देऊ। किनभने शारीरिक तालिम केही समयसम्म लाभ हुन्छ, तर ईश्वर भक्ति चाहिँ हर प्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। म इङ्ग्लिसमा पनि पढ्न चाहन्छु। First Timothy chapter 4:7 and 8 have nothing to do with irreverent, silly myths. Rather, train yourself for godliness. For while bodily training is of some value, godliness is of value in every way, as it holds promise for the present life and also for the life to come. भक्तिपूर्ण जीवनको विषयमा पावलले यहाँनिर तिमोथीलाई बताइदिएको कुरो हामी देख्न सक्छौँ। अनि पावलले यहाँनिर तिमोथीलाई यतिखेर तिमोथी जवान अवस्थामा एफेससको मण्डलीमा तिमोथीले एउटा अगुवापनको सेवकै गर्दै गर्दा पावलले यहाँनिर तिमोथीलाई भन्दैछ, जुन बेला झुटो शिक्षा एकदमै धेरै व्याप्ति थियो, जुन बेला मानिसहरूले विवाह गर्न चाहन्थेनन्, अहिलेको भाषामा भन्ने हो भने लिभिङ टुगेदर रिलेसनसिपको कुरोलाई प्राथमिकता दिने गर्थ्यो, पाप बढेर गएको परिस्थिति हामी देख्न सक्छौँ। यो पत्र पावलले तिमोथीलाई लेख्दै गर्दा
संसारमा मान्छेहरू अल्झिएका छन्, संसारद्वारा मानिसहरू खिचिएका छन्, तर त्यो परिस्थितिभित्र चाहिँ तिमी तिमोथी, पावलले भन्छ कि त्यस्ता भक्तिहीन र अर्थहीन कथाहरूदेखि चाहिँ त्यो चाहिँ अलग्गै बस। जब तपाईँ हामीले यसको कन्टेक्स्टमा पनि हामीले हेऱ्यौँ भने यहाँनिर बाइबलले ग्रिक भाषामा यहाँनिर भक्तिहीन अथवा अर्थहीन भन्ने शब्द पनि हामीले हेऱ्यौँ भने यहाँनिर बेबिलुस भन्ने शब्द प्रयोग गरेको छ। अर्को भाषामा भन्यो भने चाहिँ वर्ल्डली संसारिक कुरोहरूलाई पनि हामी देख्न सक्छौँ यहाँनिर। द थिङ्स द्याट डिसअनर गड, परमेश्वरलाई अनादर गर्ने कुरोहरू, थोकहरू, संसारको कुरोहरूलाई यो पावलले बताइदिएको कुरा हामी पाउन सक्छौँ। त्यो कुरोबाट चाहिँ त्यो चाहिँ अलग्गै रहनु है। अनि पावलले भन्दा चाहिँ तिमीलाई बरु आफैलाई भक्तिमा तालिम देऊ। केमा? भक्तिमा तालिम देऊ। ट्रेन योर लाइफ इन गडलिनेस। हाम्रो जीवनलाई चाहिँ भक्तिमा, ईश्वर भक्तिको कुरोमा चाहिँ तालिम देऊ। यहाँनिर पावलले पनि हामीले देख्न सक्यौँ, यहाँ हेऱ्यौँ भने चाहिँ पावलले यहाँ ट्रेन भन्ने शब्द यहाँ ग्रिक भाषामा पनि हामीले भने चाहिँ जिम्नाजो भन्ने शब्द त्यहाँ प्रयोग गरेको छ। जुन जिम्नेजियम भन्ने शब्द हामीले चलाउँछौँ नि त, जिम जाने कुरोहरू, यो पावलले चलाएको कुरो ट्रेन, तालिम भन्ने शब्द चाहिँ यो फिजिकल बडीको तालिमको कुरो यहाँनिर पावलले यहाँनिर चाहिँ दर्शाइदिएको हामी पाउन सक्छौँ। जिम्नेजियम भन्ने शब्द, जिम भन्ने शब्द यो जिम्नाजो भन्ने शब्दबाट नै आएको कुरो हो। यो ट्रेन भन्ने, तालिम देऊ भन्ने शब्द चाहिँ पावलले जिम्नाजो भन्ने शब्द ग्रिक भाषामा प्रयोग गरिएको छ। सिक्स प्याक त्यतिकै आउँछ? आउँदैन नि। कति धेरै तालिम गर्नुपर्छ, खानामा एकदमै स्ट्रिक्ट हुनु पर्यो, हामी जिममा जहिलेसुकै गइराख्नु पर्यो, भने जस्तो तरिकाको एक्सर्साइज गर्नु पर्यो। जिममा गएको छ, टाइम स्पेन्ड गरेको छ, तर फोनमै समय बिताइरहेको छ, गफमै समय बिताइरहेको छ, एक्सर्साइज छैन भने हामीले चाहेको जस्तो जीवन बढी आउँदैन। पावलले यहाँनिर शरीर र आत्माको कुरोलाई डिफ्रेन्सिएट गरिरहेको छ। यहाँ पावलले के भनेको छ त भन्दाखेरि चाहिँ भक्तिमा आफैले चाहिँ तालिम देऊ, किनभने शारीरिक तालिम केहीसम्म लाभदायक हुन्छ। त्यसको मतलब शरीरमा तालिम नदेऊ भन्नु खोजेको होइन पावलले, तर इम्पोर्टेन्स चाहिँ के हो, शरीरमा पनि तपाईँ हामीले ख्याल गर्नुपर्छ, तालिम दिनुपर्छ। तर त्यो शारीरिक तालिम चाहिँ, शारीरिक व्यायाम चाहिँ यो चाहिँ तपाईँ हाम्रो यो शरीर रहँदाखेरिसम्मको लागि मात्रै हो। केही क्षणभरको लागि चाहिँ यो लाभदायक नै हुन्छ। स्वास्थ्य रहनको लागि, फिट एन्ड फाइन देखिनको लागि यसले असल काम गर्छ नै, यो लाभदायक हुन्छ। तर यो चाहिँ क्षणिक छ, शरीर रहन्जेलसम्म मात्र नै हो, जो कुरोहरू गर्न पनि पर्छ। तर पावलले भनेको छ तर ईश्वर भक्ति चाहिँ, सुन्नुहोस् है, शारीरिक तालिम चाहिँ केही समयसम्म चाहिँ लाभदायक हुन्छ भने, तर ईश्वर भक्ति चाहिँ हर प्रकारले, कसरी अरे हर प्रकारले, त्यसको मतलब अरू कुनै पनि ठाउँ नै रहेको छैन, इन एभ्री वेज, सबै प्रकारले चाहिँ ईश्वर भक्ति चाहिँ लाभदायक हुन्छ। हालेलुया। अनि त्यो चाहिँ बाइबलले भनेको छ प्रेजेन्ट टाइम्स मात्र होइन, इभन इन द डेज टु कम। त्यो चाहिँ वर्तमान समय मात्र नभएर ईश्वर भक्ति चाहिँ लाभदायक चाहिँ तपाईँ हाम्रो यो वर्तमान जीवन, शारीरिक जीवन तपाईँ हामी रहँदै गर्दैखेरिको समयमा मात्रै नभएर ईश्वर भक्ति जीवन चाहिँ भविष्य जीवन दुवैको निम्ति प्रतिज्ञामा रहेको हुन्छ। इभन लाइफ आफ्टर डेथ, यो शरीरले संसार छोडिसके पछाडि पनि भक्तिपूर्ण जीवनले चाहिँ तपाईँले हामीलाई के प्रमिस प्रतिज्ञा गरेको छ भन्दाखेरि चाहिँ मृत्यु पछाडि पनि जीवन छ। मृत्यु पछाडि पनि तपाईँ हामीले जो प्रति भक्ति गरेका छौँ त्यो ईश्वरसँग, त्यो परमेश्वरसँग तपाईँ हामी कनेक्ट हुन्छौँ, भेट्न सक्छौँ, उहाँसँग फेलोसिप हुन्छ, उहाँसँग सङ्गति हुन्छ, उहाँसँग समय बिताउन सक्छौँ, उहाँसँग तपाईँ हाम्रो आम्ने सामने सङ्गति हुन्छ। ईश्वर भक्तिमा तालिम दिँदा चाहिँ तपाईँ हाम्रो प्रेजेन्ट एन्ड फ्युचर, तपाईँ हाम्रो वर्तमान र भविष्य जीवन दुवैमा यसको चाहिँ सबै प्रकारले चाहिँ लाभदायक हुन्छ भनिकन पावलले बताइदिएको कुरो तपाईँ हामी पाउन सक्छौँ। प्रिय
अनि भक्तिपूर्ण जीवन जिउन सजिलो छैन. We have to train our body. बाइबल पढ्दा मलाई निन्द्रा लागिहाल्छ नि. जसलाई हुन्छ फर्स्टमा त्यस्तो त्यो त. वचन सुन्दा निन्द्रा झ्याप झ्याप लाग्छ. प्रार्थना गर्नै मन लाग्दैन. केही न केही आइपरिहाल्छ, म त बिजी भइहाल्छु. You have to train. पावलले शब्द प्रयोग गरेको चाहिँ भक्तिपूर्ण जीवन जिउनु सजिलो छैन, तपाईं हामीले हाम्रो शरीरलाई तालिम दिनुपर्छ. प्रिय हो, भक्तिपूर्ण जीवन जियाले चाहिँ के भनेको हो भन्दाखेरि चाहिँ यो शरीरलाई मेरो जीवनमा बस गर्न म दिदिनँ, कन्ट्रोल गर्न दिदिनँ, तर शरीरलाई चाहिँ म आफै कन्ट्रोल गर्छु. द वान हु लिभ्स इनसाइड अफ मी, जो म भित्र बास गर्नुहुन्छ, परमेश्वर जो आत्मा हुनुहुन्छ, यो आत्मिकी जीवनले चाहिँ मेरो शारीरिक जीवनलाई चाहिँ म बसमा पार्छु. शरीरले मलाई बसमा पार्ने म अधिकार दिन्न. भक्तिपूर्ण जीवन जिएको मानिसले चाहिँ आफ्नो शरीरलाई अधीनमा राख्छ, ट्रायल तालिम दिन्छ, ट्रेनिङ गराउँछ. मलाई आज निन्द्रा लाग्यो, म भोलि फेरि पनि पढ्नेछु, पर्सि फेरि पनि पढ्नेछु. तपाईँले जब तालिम दिएर बानी बसाउन थाल्नुहुन्छ नि, अध्ययन गर्न थाल्नुहुन्छ, प्रार्थनामा बिताउन थाल्नुहुन्छ नि, तपाईँ नि हामीले बिस्तारै बिस्तारै परमेश्वरबाटको स्वर्गको रहस्यमय कुरोलाई थाहा गर्न थाल्छौँ. परमेश्वरले राख्नुभएको आनन्द र शान्ति कुरोलाई महसुस गर्न थाल्छौँ. प्रिय हो, भक्तिमा तालिम दिनु चाहिँ हर प्रकारले लाभदायक छ. ईश्वर भक्तिमा तालिम दिनु चाहिँ तपाईँ हाम्रो वर्तमान अनि भविष्य जीवनमा आज प्रतिज्ञा गरेको कुरोहरूमा फाइदाजनक कुरोहरू, लाभदायक कुरोहरू तपाईँ हामी यहाँनिर पाउन सक्छौँ. प्रिय हो, अहिलेको प्रेजेन्ट लाइफमा भक्तिपूर्ण जीवन जिउँदै गर्दै गर्दा तपाईँ हाम्रो जीवनमा आनन्द, शान्ति, त्यो शक्ति, त्यो सामर्थ, तपाईँ हामी मेन्टली तपाईँ हामी स्ट्रङ बन्न सक्छौँ. तपाईँ हामीलाई यो जीवनलाई मार्गदर्शन गर्नका लागि यसले गाइड गरिरहेको हुन्छ भने आज फ्युचरमा द लाइफ द्याट इज टु कम, जो जीवन भविष्यमा आउनेछ, त्यो चाहिँ इटर्नल रिवार्डको रूपमा, त्यो चाहिँ आज साँच्चै अनन्त इनामको रूपमा तपाईँ हामीले प्राप्त गरिरहेको हुन्छौँ. प्रिय हो, परमेश्वरसँगको सम्बन्ध, परमेश्वरसँगको सङ्गति र परमेश्वरले राख्नुभएको राज्यमा अनन्तकालसम्म राज गर्ने त्यो एउटा प्रतिज्ञा पनि हामीले पाउन सक्छौँ जब तपाईँ हामी भक्तिपूर्ण क्रिस्मस जीवन व्यतीत गर्छौँ. प्रिय हो, अन्तिममा तपाईँहरूको माझमा म यहाँनिर वर्शिप टिमलाई म विशेष गरी अगाडि बढाउन चाहन्छु. पहिलो तिमोथी 4 को अघि मैले 7 र 8 पद पढेँ. अब 9 र 10 पद म पढ्न चाहन्छु. आज हामीले प्रभु नपाउँदा फेरि त त्यति साह्रो भक्तिपूर्ण जीवन हामीले जियौँ भने सत्सङ्गमा बस्दा एकदमै चुपचाप पलेटी मारेर पिन ड्रप साइलेन्टमा तपाईँ हामीले सुन्यो सक्यौँ भने, मन्दिर धाई धाई तपाईँ हामीले के भन्छ दान दिन सक्यौँ भने अहिले त तपाईँ हामीले सत्य परमेश्वरलाई, जसले यो प्रेजेन्ट लाइफमा मात्र होइन तर फ्युचर लाइफको विषयमा पनि तपाईँले हामीलाई प्रतिज्ञा गर्नुभएको छ, सत्य परमेश्वरलाई पाएको छौँ. अझ तपाईँ हामी सत्य प्राप्त गरेको मानिसले त झन् कति धेरै भक्तिपूर्ण जीवन जिउनुपर्छ. पहिलो तिमोथी 4 को 9 र 10 पद, यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहण योग्य छ. निश्चित, इट इज कन्फर्मड, त्यो कुनै शङ्का छैन. यो भनाइ निश्चित छ र सम्पूर्ण रूपले ग्रहण योग्य छ. इन एभ्री वेज इट इज एक्सेप्टेबल. किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौँ किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ. हालेलुया. भक्तिपूर्ण जीवन जिउँदै गर्दै गर्दा किन गर्ने त भन्ने हामीलाई प्रश्न लाग्छ भने, किन भन्दाखेरि हामीलाई यो निश्चय छ, सम्पूर्ण रूपले यो ग्रहण योग्य छ कि हामीलाई यो उद्देश्य पनि थाहा छ कि हामी परिश्रम र प्रयत्न गर्छौँ किनकि हाम्रो आशा चाहिँ जिउँदो परमेश्वरमाथि छ. अनि त्यो कुरोलाई परमेश्वरले कहिले पनि भेनमा व्यर्थमा जान दिनुहुन्न.
येशू साथमा हुनुहुन्छ, परमेश्वरको उपस्थिति हाम्रो माझमा छ भन्ने कुरो थाहा हुनु र परमेश्वरको उपस्थितिलाई जीवनमा वास्तविक रूपमा अनुभव गर्नु यो दुईटा फरक कुरो हो। अध्ययन गर्ने मान्छेले पनि थाहा गर्न सक्छ कि परमेश्वरको उपस्थिति हाम्रो माझमा छ, कारण परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ। यो सबैलाई थाहा भएको कुरो हो। तर त्यो उपस्थितिलाई त्यो व्यक्तिले मात्रै जीवनमा अनुभव गर्न सक्छ जो व्यक्तिले भक्तिपूर्ण जीवन जिएको हुन्छ। उपस्थिति थाहा गर्नु, वास्तविक जीवनमा महसुस गर्नु, यो दुईटा कुरो हो। थाहा चाहिँ पनि हामीले पढेर दिमागमा याद हुन्छ, अनुभव चाहिँ पनि हामीले हृदयमा गर्न सक्छौँ, जसद्वारा शान्ति र आनन्दको खोला बगेर आउँछ। प्रिय, त्यस कारणले गर्दाखेरि यस घडी इन डिपर लेभलमा गहिरो रूपमा हामी आफ्नो स्थानमा हामी यस घडी खडा हौँ अनि परमेश्वरलाई साँच्चै नै यस घडीसम्म हामीले भक्तिपूर्ण जीवन जिएको छैनौँ, दिमागले मात्रै हामीले प्रेम गरिरहेका छौँ भने, कर्तव्य भएको कारणले गर्दा हामी सङ्गति आइरहेको छौँ, प्रार्थनाको विषय भएको कारणले गर्दा हामी प्रार्थना गरिरहेको छौँ। आज अध्ययन वचन बन्ने आज त पनि हामीले अभिभार पाउँदा मात्रै हामीले अध्ययन गरिरहेको छौँ भने हामी यस घडी प्रभुलाई भनौँ, प्रभु मेरो कर्तव्य भएको कारणले गर्दा मात्र होइन, तर म तपाईँलाई प्रेम गरेको कारणले गर्दा मसँग विषय नहुँदा पनि म तपाईँसँग भक्तिपूर्ण जीवन जिउनेछु, म तपाईँसँग समय बिताउनेछु, म प्रार्थनामा, म उपवासमा, म सङ्गतिमा, हो म बाइबल अध्ययनमा तपाईँसँग म भित्रबाट भक्तिपूर्ण जीवन जिएर म तपाईँसँग कनेक्टेड हुन चाहन्छु। प्रभुलाई हामी यसरी प्रतिज्ञा गरौँ, जबसम्म यो जीवन रहन्छ हामी परमेश्वरलाई धन्यवाद र प्रशंसाको भेटी निरन्तर रूपमा चढाएर राखौँ। यो मनले, यो तनले, हाम्रो धनले हामी उहाँको सेवा गरौँ। हामी प्रभुलाई भनौँ यो समय, Yes, Lord. Jesus. जबसम्म जीवन रहन्छ धन्यवाद र प्रशंसाको चढाउँछु। हामी प्रभुलाई भन्ने समय जबसम्म जीवन रहन्छ धन्यवाद र प्रशंसाको भेटी चढाउँछु। यो मनले हामी हृदयबाट प्रभुलाई भनौँ यस समय भक्तिपूर्ण हृदयले आराधना गर्छु स्वर्गीय पिताको। जबसम्म जीवन रहन्छ हामी यस घडी हाम्रो हृदयबाट घोषणा गरौँ धन्यवाद र प्रशंसा जीवन रहुन्जेल नै भेटी चढा तपाईँ परमेश्वरलाई धन्यवाद साथ
भक्तिपूर्ण जीवन आज हामी यापन गर्छौँ। जीवन रहन्छ धन्यवाद र प्रशंसाको भेटी चढाउँछ भक्तिपूर्ण हृदयले भक्तिपूर्ण हृदयले आराधना गर्छु स्वर्गीय पिताको भक्तिपूर्ण हृदयले आराधना गर्छु स्वर्गीय पिताको जबसम्म जीवन रहन्छ धन्यवाद र प्रशंसाको भेटी चढाउँछु जबसम्म जीवन रहन्छ धन्यवाद र प्रशंसाको भेटी चढाउँछु जुन रात प्रभु यीशु क्रिस्ट पक्राउ पर्नुभयो त्यो रात म आफ्नो चेलाहरूसँग अन्तिम भोज लिइराख्नु भएको थियो अनि अन्तिम भोज लिने क्रममा उहाँले रोटीलाई लिनुभयो रोटीलाई लिनु भइसकिसके पश्चात आफ्नो पितालाई धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो जसै उहाँले त्यो रोटीलाई भाँच्नुभयो आफ्नो चेलाहरूलाई दिँदै भन्नुभयो ल्याऊ खाऊ यो मेरो शरीर हो र यो तिमीहरूले मेरो सम्झनाको निम्ति गर्ने गर त्यसै गरी रोटी लिइसके पश्चात उहाँले कचौरालाई लिनुभयो कचौरा लिएर फेरि पनि आफ्नो पितालाई धन्यवाद दिँदै आफ्नो चेलाहरूलाई दिएर भन्नुभयो ल्याऊ पियो यो मेरो नयाँ करारको रगत हो जब जब तिमीहरूले मेरो शरीरबाट खान्छौ र मेरो यो नयाँ करारबाट पिउँछौ तिमीहरूले म नआउन्जेल मेरो मृत्युको विषयमा घोषणा गरि नै बस र तिमीहरूले मेरो सम्झनाको निम्ति अक्षर गर धन्यवाद पिता तपाईको एकलौटे पुत्रको लागि जसको बलिदानको कारणले गर्दा आज हामीले वर्तमान जीवनको मात्र नभएर भविष्यको जीवन मृत्यु पछाडिको जीवनको प्रति आज हामीले प्रतिज्ञा पाएका छौँ निश्चयता पाएका छौँ जो अनन्त जीवनको रूपमा तपाईले हामीलाई इनाम गर्नुभएको छ धन्यवाद जसै तपाईले आज हामीलाई जीवन दिनुभयो तपाईमा आज हामी भक्तिपूर्ण जीवन जिउन सकौँ तपाईले कोर्राको चोट खानुभयो ताकि आज हाम्रो दुर्बल शरीर निको बन्न सकेकोस् तपाईले आफ्नो निष्कलङ्क रगत बगाउनु भयो ताकि आज हाम्रो अनगन्ती पापहरू क्षमा भएको होस् अन्धकारमयको घाँटी भएर तपाईँ हिँड्नुभयो ताकि आज हामी अन्धकारमा रोमलिएको मानिसहरू तपाईँको ज्योतिमा आउन सकौँ भनेर तपाईँले मृत्यु सहनुभयो ताकि आज हामीले यो अनन्तको जीवन प्राप्त गरौँ भनेर धन्यवाद तपाईले अनन्त जीवन र तपाईँको अनन्त राज्यको भागीदार बन्नुभयो